पागलको मुर्ती ल्याएर दिन्छ होला हैन आज चाहिँ हामी केराबारी आइरहेको छौँ। मसँग यहाँ दुईजना केटाहरू छन्, हिँड्दैछन्। अब केराबारीबाट हाम्रो डुल्दै डुल्दै माथिसम्म जाने योजना छ। अब कहाँसम्म पुगिन्छ हामी चाहिँ हिँड्दैछौँ यहाँबाट। यता चाहिँ तल खोर्सानीको जस्तो अलि छैन घरहरू। यहाँ माथि पहाड देखिँदैछ, पहाडमा जाने। यहाँ चाहिँ 2 लेनको बाटो रहेछ। घरहरू पातला छन्, सामान्य छ बस्ती। माथि रिसोर्ट देखिँदैछ। गले केटाहरू यहाँ केराबारीमा आइस किनेर खाँदैछौँ। केरा खानुपर्ने अर्कै खाँदैछौँ भन। यहाँको केरा चाख्नुपर्ने कि चखाउन आएको भन्दा तिमी गर्मी छ। आज बिहान पानी परेको हुनाले गर्मी बढेको छ कि। हामी चाहिँ केराबारीबाट उँभो जाँदैछौँ। यहाँबाट पहाड सुरु हुन आँटेको छ। अनि यहाँ 3 जना। अब यहाँ चाहिँ घर मस्त मस्त बनाएका छन्। अब हामी यहाँ खाजा पनि किनिसकेका छौँ। यहाँ कि हामी उँभो जाँदैछौँ। अब पुलतिर जाने हो कि कता जाने हो। अब केटाहरूले जता लान्छन् त्यतै जाने हो। म चाहिँ अब जान चाहिँ उँभो जाने। तर यहाँ खाजाको अझै जो गर्ने हुँदैछन् केटाहरू। मकै भाँच्न बारीतिर छिर्ने अरे लाइटर किनेको छ। इन्डिया पनि मेहनती छन् केटाहरू, चलाउँछन् जस्तो छ हरिया मकै। पहाड चाहिँ राम्रो रहेछ। यहाँदेखि उकालो सुरु भयो। पिच चाहिँ पिच बाटो छ यता। यो खानेपानी उपभोक्ता सरसफाइ समितिको रहेछ। यता चाहिँ आँपको रुखै रुख छन्। यहाँदेखि अब पहाड सुरु हुँदैछ। उकालो उकालो बाटो छ, राम्रो छ घरहरू चाहिँ। यहाँ कता जाँदा के जाने भनेर लोकेसन पनि राखेको रहेछ। जिमदार चोक। हामी यताबाट आएको हो। जाने उँभो। भरे दीपक भण्डारी भ्लगमा आउँछ। भुवन आचार्य
देवेन्द्र भारती हो केटाहरूसँग ओह्रालो लाग्यो यहाँबाट पुल पुगिन्छ अरे हतरासाबारी पुल चलेको पुल हो अरे म चाहिँ आएको छैन योभन्दा अगाडि केटाहरू आइरहेथे म छुटेको अरे आज चाहिँ सँगै छेउ हेर्नुपर्छ भन्दैछन् यहाँ अरू 3 जना साथीहरू पनि कतै डुलेर आएको हुनुपर्छ पहाडकै बाटो जस्तो लाग्दैछ यहाँ बाँसघारी हुँदै हामी चाहिँ यहाँ केराबारीको पुलमा आइसकेका छौँ ठ्याक्कै वहाँ पहाडकै हाम्रै गाउँको रावा खोला जस्तै छ है देखिँदैछ केटाहरू पनि हाम्रो गाउँको तिनजु जस्तो देखिँदैछ भन्दैछन् अब जुन आफ्नो गाउँ हो त्यस्तै देखिन्छ अरे नि त अब कुनै ठाउँ देखियो भने पहाडको त्यस्तै त्यस्तै छ चाहिँ बेसी जस्तै देखिन्छ तरेको ठाउँ भए पनि यता छ पुल ठुलो पुल रहेछ यो पुलमा मान्छेहरू घुम्न आएको होलान् कि स्कुल आज त बन्द हो पुरै पहाडी एरिया छ यता समथर चाहिँ अलिअलि छ तर पनि पहाडी एरिया नि बढी छ यहाँ हामी यहाँ पुल तरेर पारी जान्छौँ यहाँको भाइरल पुल हो केराबारी आएपछि यो पुल चाहिँ घुम्नु भन्छन् क्या सबैले अनि कस्तो रहेछ त घुमिदिउँ न त भनेर आएको ठुलो छ विशाल पुल अहिले चाहिँ चैतको महिनामा पानी सुकेर सानो सानै छ ओह्रालो लास्टै ओह्रालो रहेछ यहाँ यो त मरिन रहेछ है मुन्टो यहाँ गरेर ठोकिन्छ होला कन्ट्रोल गर्न लास्टै ओह्रालो रहेछ ढुङ्गाले ग्राभेल गरेको भए पनि तल चाहिँ खेत छन् बाँध बाँधेको रहेछ पुल छ लास्टै ठुलो मस्त मस्त छ खेत गाई बाख्राहरू चराइरहेका छन् यता डुल्ने ओर्ने मान्छेहरू पनि छन् यहाँ भैँसी आल खेल्दैछ यहाँ भैँसी नुहाइदिँदैछन् यो केराबारीबाट आएको पानी खोला हो तल गएपछि गछिया खोला होला यो गछिया खोला यो ठुलै भएर आउँछ कोही मान्छे पनि डुबाएर मारेको थियो असार साउनमा यतापट्टिबाट भन्दा पनि उतापट्टिबाट ठुलो भल आउँछ पर पहिरो जस्तो भयो जस्तो देखिन्छ नि यो माथि पहाडदेखिको पानी सोरिएर ढुङ्गा माटोसहित लगेर तल गछियामा माछा मार्दै गरेको 3 जनालाई बगाएको थियो अरूभन्दा पनि पुल चाहिँ मस्त छ केटाहरू चाहिँ छोटो बुद्धि गर्दैछन् यहाँबाट झुन्डेर तल डोरीमा पुग्ने अरे उता डोरीमा कालको मुखमा छिर्न हुन्छ भने जाओ म चाहिँ भिडियो गरिदिन्छु भरे मेरो लागि यहाँ मैले झुन्डे भन्ने त आउँदैन भिडियो गरेपछि ट्र्याक्टरहरू गिटी बालुवा उठाउँदैछन् लाँदैछ पर ट्र्याक्टरहरू ठ्याक्कै यो पहाडकै जस्तो हो बेसी जस्तै छ सेम टु सेम हाम्रो गाउँको हौजुर बेसी छ यस्तै ठ्याक्कै सेम
यहाँदेखि उता हेऱ्यो भने चाहिँ तराई देखिन्छ यता यति पहाड देखिरहेको छ हामी यताबाट आएको जाँदैछौँ यता लामो पुल रहेछ उता बागलुङ्गी कहाँको झोलुङ्गी पुल लामो हो भन्छन् यहाँ पनि त्यो भन्दा पनि लामो रहेछ पुल 700-800 मिटर लामो जस्तो लाग्यो यो 500-600-700 मिटर लामो हुनुपर्छ पुल यो बनाउन चाहिँ कसरी बनायो होला भनेर यहाँ छक्क पर्दैछौँ हामी चाहिँ यहाँ रोड रहेछ पुल मुनि यस्तो खालको लडाउन आँटेर कुदाउँदैछ अहिले चाहिँ हामी पुरै केराबारीमा छौँ केरा छ हामी यहाँ ठुलो जङ्गल तरेर पुलै कुलो आयौँ पहाडको भन्दा नि भयानक कुलो रहेछ हामी यहाँ डुल्दै डुल्दै हिँडेका भ्रमणमा हामी तल विराटचोकदेखि खोर्सानीदेखि होइन त्यसो भए भोज खानै जानुपर्छ है क्या हो त माथि छ अरे यहाँ मोरङ जिल्लाको सिडिओ कार्यक्रम अब त्यता गइँदैन हामी रोडमा निस्किसक्यौँ फाइनल्ली अब यो रोड जाने प्लान छ हामी चाहिँ दिउ चाउचाउ दालमोट खाएर बाटो तताको अब रोडै रोड यो चाहिँ पुरै केराबारी हो त्यो चाहिँ हातमा मकै बोकेको छ पोलेर खाने हामी बाँस बोकेको छौँ हातमा अझै धेरै छ बाटो पर पुल पुगेर फेरि तरेर केराबारी निस्किनु छ अघि आएको बाटोलाई छोड्यौँ हामीले अब यताबाट हुँदै जाने हो यता चाहिँ पिच छैन सामान्य सडक छ केटाहरू छन् अगाडि यो माथि चाहिँ मोरङ जिल्लाको पार्टी छ अरे कि आज त्यता चाहिँ गइएन पहाड रहेछ है माथिबाट पहाड जस्तै खोल्छु उर्लेर आउँदो रहेछ हामी चाहिँ अहिले केराबारीको नि माथि आइसकेका छौँ यहाँ चाहिँ पिचो रोडै छ पारी अघि आएको गाउँ देखिन्छ पारी केराबारी त्यहीँ गाउँपालिका कार्यालय होला पारीबाट केटाहरूले मकै भाँचेर ल्याएर थियो 2-4वटा काँचै खाएँ यहाँ बोकिरहेछु 2-4वटा पोलेर खाने भनेर एउटा दाउरो बोकिरहेको साथीले यहाँ जाँदैछौँ अब यहाँबाट मिलन चोक रहेछ यो 7 नम्बर वडा वजन रहेछ बाटो तर हामी उँधो प्रस्थान गर्दैछौँ उतापट्टिको गाउँ चाहिँ पुरै राम्रो रहेछ क्या यो विदेशतिरको गाउँको भ्युज देखाएको हुन्छ नि त्यस्तै खालको
मकै रोपेको रहेछ। मकै पोली खाने बेला ठिक्क आएको रहेछ। यता पिच रोड छ, पुरा गाउँ छ। 24 चोक केराबारी 7 मोरङ राम्रो रहेछ यता चाहिँ। आज पहिलोचोटि हो आएको यता पुरै। कोही ठाउँमा बहर मकै सानो छ। घरहरू पनि सानो सानो भए पनि राम्रो रहेछ। यता चाहिँ सुपारी रोपेका रहेछन्। सुपारी खेती रहेछ पुरै। केराबारी विद्यालय रहेछ। कतिसम्म छ छन चाहिँ घामको एन्टिलाइट परेर देखिएको छैन। श्री मुगु आधारभूत विद्यालय 8 सम्म रहेछ। विद्यालयको भ्यू हेरौँ अब। राम्रो छ। ग्रेटर नेपाल राखेको रहेछ। सामुदायिक विद्यालय क्षेत्र नयाँ विद्यालय पनि बन्दैछ त्यहाँ। हाम्रो विद्यालयमा तपाईहरुलाई हार्दिक स्वागत छ। हामी चाहिँ बाटो छोडेर बगर हिँड्दैछौँ। यो चाहिँ ढुङ्गा बालुवा उत्खनन गर्ने ठाउँ रहेछ। टिफर आइराखेका छन् यता। यस्तो छ। यहाँबाट सबै उठाएर लाने गर्दा रहेछन्।
मकै पोलेर खान आँट्यौँ। अब चाहिँ तिमीले भिडियो बनाउँछौ है। यहाँ यी भारतीले यहाँ दाउरा जोड्दैछ। मैले लाइटर किनेर लिएर छौँ। हुक्कावाला लाइटर छ। खिर्राको दाउरो पो ल्याएछ भुवनले, बल्छ कि बल्दैन। बाल्नु पनि हुँदैन अरे भन्थे। अब बालिदिउँ। अर्को फड्को तेलको धुप भने जस्तै। अर्को दाउरा नभिड्दा खिर्राकै दाउरो। आगो सल्कियो है अब यहाँ। ल एकैचोटि बालिदिन्छु र तनाव हुन्छ है फेरि। मकै खान तयार भएर बसिरहेछन्। रेडी अवस्थामा पलेँटी कसेर एउटा साथी मोबाइल हेर्दैछ। म चाहिँ यहाँ मकै पोल्दैछु। मकै पाक्न आँटिसकेँ। आज मकै खाएर 5 बजिसक्यो। कहिले घर पुग्नु? घाम डुब्ने बेला हुन आँट्यो। खिर्राको दाउरो भिडियो बनाउन अब चाहिँ अलि राम्ररी। मकै सेकिएरै पाक्छ, कहिलो छ नि त। त्यो टिकटकवाला भिडियो बनाइरहेको छ भन्दाखेरि भ्लग यतापट्टि पनि पाक्छ एउटा कोइला बनिरहेको छ। ल मकै पाक्न आँट्यो। केटाहरू हाँस्दैछन् टिकटकवाला भिडियो बनायो भनेर। म टिकटकवाला युट्युबमा हाल्छु। नचलेको युट्युबर हुँ न केही हो। यसो रमाइलोको लागि हो त। जोड्न चाहिँ केले जोड्छु? केही जोडिराख्नै पर्दैन नि, एकैचोटि क्यापकटबाटै भए पनि हुन्छ। अनि एकैचोटि यत्रा क्लिप चाहिँ गरिहाल्छु। जोड्दै जोड्दै अब खाएको भिडियो बनाउनुपर्छ। मकै पाकिसक्यो। केटाहरू दाँत तिखार्दैछन्। अहिले यहाँ मासु ल्याएर सेकुवा पोलेर खाएको भए पो स्वाद आउँछ त। यस्तै भए पनि केही छैन। पाकिसकेको छ। केटाहरू खान थाले। यो मकै खाएर यहीँ परतिर पोलदेखि लिएर ठाउँमा रोड रहेछ। त्यहाँ एउटासँग लिफ्टमा आएर नभए पैसैतिर पनि जाने प्लान छ हाम्रो। हुँदा पनि पैसै तिरेर आएको। ठुलो चौर रहेछ क्या। उता खोर्सानीतिर पनि यस्तै चौर भएको भए क्या मजा हुने थियो। डढिसके जस्तो छ। मिठो छ कहिलो मकै, दुधे मकै। अघि काँचै खाए केटाहरूले। अब हामी केराबारीबाट फर्किँदैछौँ। अब घुम्यो केराबारी। तराई आएपछि सबैभन्दा बढी घुमेको दिन आजै हो। क्रसर चलाएको रहेछ पर, त्यहाँबाट हेरेर यहाँ खानेपानी पर देखिँदैन त हौ। खानेपानी ट्याङ्की बाट यता लागेर अब हामी माथि केराबारी माथिको मेन रोडमा निस्केर खोर्सानीतर्फ लाग्छौँ। केटाहरू अगाडि जाँदैछन्। हिँड्दा पनि रोड नआइपुगेर छोटो बाटो छिरेको। अब पुगिन्छ होला। आजको भिडियो चाहिँ यति नै। कस्तो लाग्छ हेर्नु होला। तपाईँहरू पनि यता आउँदै हुनुहुन्छ भने घुम्नु होला, राम्रो छ। यहाँ चाहिँ पहाडको जस्तै छ खेत ठ्याक्कै। यहाँबाट आजको भिडियो यति नै।